छोराहरूलाई चिया कतिवटा लिएर हामी 3 जना छौँ भनेपछि अफकोर्स 8 वटा ल्याउ न। हस् जाडोमा तातो चिया भने बेस्ट हो कि केटा। मामा कति खाएको रे यार त अघि बिहान चिया नि हक्छस् क्या कहाँ तिमीहरू जे नि भन्छ कहाँ त्यस्तो हुन्छ यार। तिमीहरू के चिया नखाने हो? के साह्रो जाडो हो। बेबी बेबी तिमीलाई यो जाडोमा के भइदियो तातो हुन्छ जस्तो लाग्छ? हाम्रो बे के मतलब हाम्रो बे? के खायो भने नि तातो हुन्छ नि। के खान्छौ भन ल म खुवाउँछु। दुध दुध हाले चिया। कति चिया चिया गरेर यस्तो चिसोमा त बदाम सुन्तला खाए पनि हुन्थ्यो नि। ग्यास्ट्रिक भएर मर्छौ कुन दिन। ल बेबी कहाँ ग्यास्ट्रिक हुन्छ? मलाई ग्यास्ट्रिक हुन्छ हुँदैन नि। छि 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 बेबी ब्याड ह्याबिट। सो मच छैन। भाइ कस्तो जाडो बढाएको छ है आजकल। सुन न तिमी कस्तो क्युट कति ह्यान्डसम रहेछ यार। के अरे जाने हो? छि भाइ के कुरा गर्ने तपाईँ यार? 500 दिन्छु। 500 बिक्री मान्छे दिनुभयो तपाईँले? ल 1000 दिन्छु ल। मेरो पनि अलिकति इज्जत छ नि यार। 1000मा जान्छु। 1000 प्लस दुध चिया। ओहो अनि तैँले के भनिस् नि? अफकोर्स नि यार हुँदैन भन्ने नि। ओहो ठिक गरिस् त किन उभिरहेको आइज यहाँ बस। होइन ठिक छ म यहीँ ठिक छ। आइज यहाँ बस। आइ छिटो। न प्रभु मेरो छोरालाई के भयो? मैले के पाप गरेँ रे प्रभु? आइएम सरी। प्रभु होइन मतलब म अलिकति ढिला आएँ त्यसैले। भनेपछि मेरो छोरा ठिक हुन्छ? होइन मैले कहाँ त्यस्तो भनेर तपाईँको छोरो त अन्तिम स्टेज भइसक्यो। डक्टर मेरो छोरालाई के भयो? उसले धेरै चिया खाएको कारण उसलाई ग्यास्ट्रिकबाट अल्सर र त्यो अल्सर पनि बिग्रिसक्यो। अब उसको अन्तिम इच्छा के छ त्यो चाहिँ पुरा गर्दै हुन्छ। बाबु तिम्रो अन्तिम इच्छा के छ मलाई भन त। मसला हाले 1 कप तातो चिया खान पाए हुन्थ्यो डाक्टर। ला चिया यस्ता त हेर्नु